नेता बिग्रिँदै गए त्यसो भए सत्तामा आएपछि सत्तामा आएपछि बिग्रिँदै गए समाजवादमा जानुपर्छ भन्ने बोल्दै गए हजुर छोडे उनीहरूले अहिले यो नेता बिग्रिने क्रम चाहिँ 48 सालदेखि नै भयो होइन सुरुदेखि भयो खास पञ्चायतको कालखण्डलाई छोड्ने हो भने गिरिजाप्रसाद कोइराला 48 सालमा प्रधानमन्त्री बन्नुभयो त्यहाँदेखि यहाँसम्म नै सबै जहिलेदेखि नेताहरू निर्माण हुन थाले ती नेपाली काङ्ग्रेसका हुन् कि नेपाल कम्युनिस्ट पार्टीका चाहिँ नेताहरू हुन् कि राज्य सञ्चालन गर्ने ठाउँमा चाहिँ पुगेपछि उनीहरू बिग्रन सुरु गरे उनीहरूले आफ्नो जिम्मेवारी के हो भनेर त्यो चाहिँ पुरा गरेनन् केवल त्यो राज्य सञ्चालन गर्ने सम्बन्धमा जति पनि सानातिना चाहिँ कामहरू छन् त्यति काममै उनीहरू संलग्न भए 48 यता अहिलेसम्मको कालखण्डलाई हेर्ने हो भने धेरै मन्त्री तथा उप प्रधानमन्त्री बन्नेमा तपाईँ पनि पर्नुहुन्छ तपाईँ चाहिँ कति बिग्रनु भयो खत्म बाय बाय टाटा गुड बाय गया